Ui, con lại đây leo ra. Vậy. Good morning. ¿Cuál es el tolo? Hello, hello. 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 Good morning. So, good morning and welcome back to my channel, guys. मेरो बेबी चाहिँ भर्खर उठेको छ। अनुहारको गति यस्तो छ। मेरो नानी चाहिँ खेलिरहेछ यहाँनेरि। गीत गाइदेऊ छोरो। ओ ओ लाई चाहिँ अब मैले फिड सिड गरेर है एकदम पेट अब टन्न भएको छ। अब एकछिन ऊ यहाँ खेल्छ। यतिन्जेलसम्म हो मैले भाँडा मोल्ने के गर्ने। मेरो भाँडा मोल्ने टाइम भएपछि ऊ चाहिँ यहाँनिर खेल्छ के है। यहाँ मैले यो राखिदिएको छु। यहीसँग खेल्छ, यही गरेर नाच्छ, बस्छ। अनि हल्का मैले सिरानी चाहिँ लगाइदिएको किनभने भर्खर ब्रेस्ट फिड गरेको छ नि त। अनि ब्रेस्ट फिड गर्ने बित्तिकै चाहिँ सिधा सुतायो भने चाहिँ भमिटहरू गर्छन् भनेर चाहिँ मैले सुनेको थिएँ। त्यही भएकोले गर्दा एकछिनको लागि चाहिँ टाउको उठाइदिएर गीत गाइदेऊ छोरा। उसको चाहिँ जहिले यस्तै हो। जहिले ह्याप्पी मुडमै उठ्या हुन्छ है। झगडा चाहिँ खासै गर्दैन। अनि गाइस मेरो हस्बेन्ड चाहिँ काममा गइसक्नु भयो। अब म चाहिँ स्टार्ट गर्छु मेरो काम। तर मेरो हस्बेन्डले मेरो लागि पक्का काम छोडिदिएर जानुभएको छ। अलवेज जसले चाहिँ बिहा गरेर घरमा बुढा हुनुहुन्छ सबै रिलेट गर्नुहुन्छ होला मेरो हस्बेन्डको काम है। ओ माई गड, मैले कहाँबाट स्टार्ट गर्ने होला। सी हाउ हाइजेनिक इज। अब यति हाइजेनिक मेरो बुढा चाहिँ जिन्दगीमा मैले सोचेको पनि थिइनँ। जिन्दगीमा है मेरो पहिलो भ्लग है मैले चाहिँ मेरो बुढाको कुरा काटेर गर्छु होला, कम्प्लेन गरेर गर्छु होला भनेर सोचेको पनि थिइनँ के। लु हेर्नु यहाँ अब यो कहाँबाट मैले सुरु गर्ने। ओ माई गड, हिजो मैले भर्खरै यो सब सफा गरेको। हिजो भर्खर। यो चाहिँ गाइज मेरो पिङ है। मलाई खुब मन परेर ह्याङ्गिङ चेयर किनेको। बस्ने भनेको चाहिँ एकचोटि पनि मौका पाएको छैन मैले। आज मौसम खासै ठिक छैन। कुहिरो लागिरहेछ बाहिर। कुहिरो लागेको छ। पानी पर्ला पर्ला जस्तो सिचुएसन छ। यो चाहिँ मेरो रुमबाट बाहिर देखिने है। अनि हिजो पानी परेको थियो। आज चाहिँ कुहिरो लागेको छ। आज पनि पानी पर्छ होला है। यो चाहिँ मैले सागको बिरुवा राखेको है। यो चाहिँ सागको बिरुवा। यो धनियाँ उम्रिँदैछ यहाँ। यो चाहिँ मेरो फुल हल्का फुल्का खोर्सानी रोपेको है। खोर्सानी चाहिँ खासै भएन। हुन्छ कि भन्ने आश मेरो रुमको हालत हेर्नु होला। अब मैले कताबाट सुरु गर्ने, कहाँबाट सुरु गर्ने। ओ माई गड, यो चाहिँ मेरो किचन। अनि यो चाहिँ मेरो हस्बेन्डको
हल्का रुम भनौँ न, उसको कम्प्युटर रुम। गेम खेल्न पाएपछि अरू केही चाहिन्न उसलाई। सबैभन्दा उसको सबैभन्दा सेक्रेट, उसको सबैभन्दा डियरेस्ट चिज यहाँनिर छ के उसका गर्लफ्रेन्डहरू यो चाहिँ। सो गाइज आजको दिन चाहिँ मैले यसरी नै सुरु गर्ने भएँ है त। अब खोला छ क्यामेरा देख्यो त्यहाँनिर, त्यहाँनिर क्यामेरा छ। खोलाछाको छेउमा गएर हेरौँ त को रहेछ। यो को हो? यो को हो? को हो यो? को रहेछ? को रहेछ? को रहेछ? को रहेछ? को रहेछ? को रहेछ? यो को हो यो?
चालै मैले कि आज चाहिँ नानीलाई चाहिँ अब मैले ब्रेस्ट फिडहरू पनि गराएर भ्याइसकेँ। ऊ अब पुरै तरिकाले उठिसक्यो। 5 बज्न लागेको छ होइन। अब मेरो हस्बेन्ड पनि आइसिन्छ, सान पनि होइन आउने बेला हुनु लाग्यो। अब चिया पकाइदिइराख्नु पर्यो। मैले पनि केही खाएको छैन साँच्चै भन्नुपर्दा, चिया पकाइदिइराख्नु पर्यो। अनि त्यस पछाडि मेरो बुढा नहुँदाखेरिको चाहिँ एक दिन चाहिँ यसरी नै बित्छ है साथी हो। अब अर्को टाइम चाहिँ मेरो बुढाको छुट्टीको दिन चाहिँ फेरि एउटा ब्लग बनाएर हाल्छु। यहाँ हालिदेऊ, बाई बाई गरिदेऊ, बाई बाई गरिदेऊ, फेरि ल भनिदेऊ, बाई 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 बाई